ओइ ओ बिस्तारी केटा बिस्तारी फक गल्ती कसैको होइन अङ्कल बाटो गल्ती बाटो बनाउनु मिल्यो हाम्रो होइन चिप्लेर लड्यो क्या ठोक्या होइन ओ केटा ओ मिली हान्दिएर साइबर लगिदिइरहेको जोस जोसमा बाइक क्या हल्लो हाम्रो अब यस्तो पानी पर्न थालिसक्यो सो व्हाट्स अप गाइस वेलकम ब्याक टु मिनी भ्लग सो स्वागत छ मेरो फेरि अर्को भिडियोमा अनि साथीभाइहरू टाढा र थर्ने चाहिँ नि हेरिसक्नु होला आज के को भ्लग हुनेवाला छ आज चाहिँ नि यसो छुटो मिठो भ्लग होइन अनि आज शनिबारको दिन अनि अरूको साथी पनि आउँदैछ राइडर होइन उतै हाम्रो छोरोले फेरि सोलो राइड छ किन डराएको साथी हिँड्नु हिँड्नु तेरो सही ल चाहिँ खसी काट्दै रहेछ नि केटा अब चाहिँ हामी बौद्ध जान लाग्यो भने केटा हो यसलाई राख्न त रेस गरौँ साथी यसलाई राख्नु यसलाई राख ओ केटा ओ मिली हान्दिएर ओ साथी यसलाई राख नि रेस हान्ने मेरोमा पिकअप छैन क्या यसलाई राख्न तेरोमा पिकअपै छैन क्या मेरो त्यति रेस हान्दिउँ हुन्छ ल केटाको 250 अनि कहाँ मेरो 150 तेरो कहाँ 220 मेरो कहाँ 150 अनि हरन पनि छैन हो मेरोमा त हरन पनि बनाउनु पनि छ अब त यस्तो बताइदिने हो बाइक फेरि ध्वस्त हुन्छ क्या हिजो भर्खर बनाएको छ यार बाइक बत्याउनु पायो भने फेरि बत्याइदिने त्यस्तै छ यी हात यस्तो छ केटा हो फेरि मेरो होइन अनि यस्तो गाडाङ गुडुङमा यस्तो बवाल दुख्छ कुरै नगरौँ मेरो पुरै हिजो हात सड्केछ क्या यो हड्डीको जोइनिङमा खै के भयो होइन लास्टै पेन हुन्छ भने हात त चलाउनै भएको थिएन अनि अब यस्तो बाहिर निस्क्यौँ भनेर चाहिँ नि यसो निस्केको होइन केटाहरूको फेरि अब यस्तो ब्रुटल हुन्छ होइन रेस चाहिँ नि त्यही भएर आरामले पछाडि आइरहेको छ केटाहरू ब्रुटल राइड हुनेवाला चाहिँ खै कुर्दिउँ न होइन रेस लाउने भने चाहिँ आफू त अगाडि जानु भएन ल जाऊँ खै जाऊँ ओ केटाहरू त साइडमै आइसकेको छ नि त ओ कस्तो सुतेको यार बाइक त कहाँ गएर ठोक्ने हो थाहा छैन ब्रेक हान्नै सकेको छैन यस्तो दुखिरहेको छ केटा हात होइन रेस हान्ने पनि ठाउँै छैन क्या ओ के हो कुदाइ त
मरत छ त हौ मेरो। बाइके कस्तो लिकलिक लिकलिक यस्तो लिकलिक हल्दिरहेको छ क्या बाइके। हल्का उगन्डी त्यही अगाडि पछाडि पुरै हल्दिन्छ है केटा हो। त्यही भएर बाइक चाहिँ कुदाउन अलिक डर लागिरहेको छ होइन। यस्तो गऱ्यो अब ऊ मेरो पछाडि आइसक्यो केटा हो होइन। बाइक क्या हल्ने फुकिन्यो यार के हो यार बाइक त ब्रुटल बिग्रेर रहेछ साथी हो। बाइक त खै यस्तो हल्लिन्छ भने बाइक त नाच्छ मा के हो यस्तो। यतिसम्म चाहिँ नहुनु पर्ने है बाइक कन्ट्रोल गर्न त लास्ट गाह्रो भइदिइरहने। त्यही भएर म सिङ्गल रोड बस्छु भने क्या हो। साइडबाट नि आइदिँदा कहाँ गएर ठोकिन्छ जस्तो भइरहेछ मेरो कुदाइ देखेर। बाइक पनि यस्तो हालिरहेछ। बाइक कस्तो हाल्दैन खै। र साथीहरू फाइनली होइन हामी चाहिँ पशुपति आइसक्यौँ। अनि यता छ पशुपति यता साइडमा छु रोडमा म। ऊ केटाले टपिसक्यो। ओ पानी पर्यो। यस्तो हल्दिरहेको छ बाइक के हो यो। अस्ति भर्खर मैले सर यो खासमा साथीभाइहरू के भएर चाहिँ हल्लिएको भन्दाखेरि होइन र अस्ति हल्का मात्रै हल्लिन्थ्यो क्या त्यो ओइल कम भएर। अनि खासमा के भयो भने ओइल चेन्ज गरेको होइन बडी राख्दै थियो त्यो भएर हावा जमेर सक टाइट भयो भने एकदमै सक टाइट भएको थियो क्या। इत्रु ग्यारेङमा पनि ग्यारेङमा झुडुक उखाल्थ्यो। अनि बल्ल बनाउनु लाग्यो होइन। त्यसले बिहान नबनाइदिने र बेलुका मात्रै बनाउनु मिल्छ भनेर जहिले काममा जान पर्ने इन्टर हार्नलाई गभर्मेन्टलाई कामै जान नपाएर त्यतिकै 2-3 दिन लस भयो होइन। पछि चाहिँ नि बनाएको हो। अनि बनाएर नि एकदमै लुज गरिदिएको छ क्या। यति गर्दैन लुज जान्छ। अनि यस्तो हल्लिन्छ पुरो बाइक ट्रनिङ हान्न। अब यस्तो पानी पर्न थालिसक्यो। ओहो चाँडो जानु पर्यो केटा हो। चाँडो जानु पर्यो। पानी पर्ने स्टार्ट पनि भयो। मामा हो अगाडि छन् म नै अगाडि गइदिन्छु। मामा पानी पर्यो। कहाँको डाँडा जाने डाँडा अब यतै हो। अब हेरौँ न साथी डाँडा साडा। र साथीहरू फाइनली पानी रोकिसक्यो। अनि हामी चाहिँ यसो चिया खाएर निस्किन लाग्यो होइन। अब डाँडा काँडा जाने भन्छ केटाहरू। कहाँको डाँडा काँडा जाने हो बौद्धमा आएर। मैले यताको डाँडा काँडा अहिलेसम्म आएको छैन साथी म। हिँड दम्ला नि आज बाइक धकाल्दै लिएर आउनुपर्छ पेट्रोल छैन। र साथीभाइहरू हामी चाहिँ निस्किसक्यो होइन। त्यहाँबाट पानी निस्किसक्यो। अनि हाम्रो साथीहरू चाहिँ नि डाँडा काँडा जाऊँ भनिरहेको छ। अब यता कताको डाँडा जाने भने थाहा छैन होइन। छोराहरूले रेस गर्ने मुडमा छैन म। किनकि हात यस्तो छ अब यस्तो चिप्लोमा मैले सक्दैन थाहा हुन्छ स्योर लड्छ म कन्ट्रोल हान्नै सक्दिनँ।
ल साथीहरू होइन बौद्ध हेर्न सक्नुहुन्छ अनि बौद्ध नि लास्ट भिड रहेछ बौद्ध जाने केटा हो जाने हो बौद्ध जाने हो यति घुम्न होइन होइन जम डाँडा डाँडा पछि आउँला मलाई बाटो थाहा छैन अगाडि हिँड्छ कि हिँड्नु त के हो ठ्याक्क मैले लग्ला उनीहरू अगाडि गइदिएर जाने हो केटा हो सरी है भाइ सरी ट्राफिक सही छैन यार गीत गइदिइहाल्नु नि खासमा उता जानु पनि साथी पिछेबाट मैले घुमाइदिएँ बाइक त यस्तो डिस्को डान्स गर्छ नि फेरि मेरो त कुरै नगर्नु पुलबाट दिएको केटा हो 100 कुदेर भने खोइ बाटो थाहा थिएन डाँडा काँडा जाने डाँडा त अगाडि देखिरहेछ होइन कति डाँडा जानुपर्छ केटा हो यताको डाँडा जाने हो यहाँको डाँडा जाने हो यहाँको डाँडा कस्तो गोबाट हानेको होइन अब यता उयो डाँडा देखिरहेछ त्यहाँ जाने हो नजिक त्यही देखिरहेछ जाउँ न बाटो भयो नभयो नि के गर्नु त उही मेरो बाइक त के हल्लेको यस्तोमा त साथीहरू डाँडा आयो है हामी फाइनली बिस्तारी केटा बिस्तारी फक कस्तरी पल्टे के थै यस्तो भयो क्या चिप्ले क्या त्यहाँ खाउ त भएन नि केटा खतरा लडिरह उही खतरा घाउ भएको छ खतरा भएको छ नि साथी यो त निलै भएको छ गल्ती कसैको होइन अङ्कल बाटो गल्ती बाटो बनाउनु मिल्यो हाम्रो होइन चिप्लेर लड्यो क्या ठोक्या होइन यो अझै बाङ्गे थियो झन् बाङ्गे कि केटा झन् बाङ्गे थियो झन् बाङ्गे यो मेरो बाइक गर्न अङ्कल ती मोबिल गर्न मेरोमा कन्ट्रोल भएको थियो कि साथी कन्ट्रोल भएको थियो कि यहाँ आएपछि यस्तरी भयो कि झन्नै हाँची नि गएन फक एक्सिडेन्ट भयो केटा हो रुक है म मेरो बाइक साइडमा राख्छु केटा हो है राइडाको यस्तो एक्सिडेन्ट भयो अब के गर्ने खै फक अफ भयो नि त
धन्न बाइक चाहिँ नि के भएन ऊ यसको हेर्न हालत बाइक तेरो खुट्टा हेर बाइक त बन्छ नि केटा उयसको खुट्टा हेर पाल मरेर द पुरै छिलेछ नि त यो सिधा हुन्छ साथी अहिले रुख उता यो सक पाइपले यस्तरी गरेर गर्नुपर्छ उयो अहिले रुख नि कालमाटीमा लग्ने रुख टेकुमा झिलिक्का आएको थियो भने साथी म लड्छु जस्तो लागिरहेको थियो आज मेरो बाइक हल्ले देखेर आजको दिन केटा हो पनौती होइन म लड्छु जस्तो लागेको थियो हामी केटाहरू यहाँ एक्सिडेन्ट भएर तनाव भ्लग गर्दा छ भने साथी म फुल रेकर्ड भएको छ क्या मेरो सुजन भ्लग हो भाइ अहिले च्यानल ह्याक भयो अब फेरि नयाँ बनाएपछि सुजन भ्लग हान न है सब्सक्राइब हान्न टक्क यहाँबाट उयो आयो क्या चिप्ले ऊ त्यहाँ चिप्ल्यो स्वाट यहाँ आयो यहाँबाट यस्तो भयो कि यस्तो भएर झट्टै गयो क्या केटा यहाँसम्म आएको छ क्या बाइक वहाँदेखि कोरेर यत्रो साथीहरू होइन कस्तो झ्याउ बोर भयो नि त ओ बिस्तारै लग बिस्तारै बोर भयो होइन हाम्रो केटाहरूको चाहिँ एक्सिडेन्ट परेर चिप्लेर के भयो भने हावा तालमा यहाँ चाहिँ मेडिकल रहेछ टक्कै यहाँ चाहिँ नि यिनीहरूको ड्रेसिङ गर्नुपर्ने हुन्छ होइन यस्तो हालतमा लगायो भने त लास्ट पोल्छ नि दिजु यो ड्रेसिङ गर्छ गरिदिनु न दुईजनाको ड्रेसिङ गरेर कति दिन्छ यो भर्खर चिप्लेर यहीँ लड्यो अगाडि मसँग हल्का छ 200 रुपियाँ जति मैले पैसै ल्याएन क्या आज तेरो चाहिँ नि कम भएछ नि साथी उयसको लट अफ्स भएछ आमा यो यति पर्दैन यो र यो के भयो चिप्ले खासमा होइन टायर चिप्ले थियो होइन यस्तो भयो त्यसपछि ब्यालेन्स बिग्रियो यस्तो गरेर घिस्रेको थियो क्या पुरै झिल्का आएको थियो क्या त्यसको त भएको छैन त्यो त उठिहाल्यो नि सर त पो घिस्रेको ल साथीभाइहरू अब जाने हो ल गइदिउँ घरतिर गइदिउँ है हामी यो डाँडा खोज्दै आएको बाटोमा डाँडा भइहाल्यो खुट्टाभरि अब हामी चाहिँ फर्किन्छ कि जाने साथी ल साथीहरू होइन अब हामी चाहिँ फर्किन लाग्यो किनकि अब एक्सिडेन्ट भइसक्यो होइन अब यो डाँडा जाने भने अब फर्स्ट टाइम आएको यहाँ त्यस्तो नलेज पनि थिएन कहाँ डाँडा हो अब लडिहाल्यो अब चल्दिनु पर्यो होइन घरतिर अब म लड्यो भने चाहिँ तनाव हुन्छ क्या फेरि यहाँ चिप्लिने रहेछ यार यति बेगाने चिप्लिदिएर म पनि यतैबाट जाने होला होइन जान चाहिँ यतै यही हो बाटो जानुपर्ने ओ भाइ कहाँ बिचमा यतिको
साइबर ब्लग दिइरहेको जोस जोसमा